यो चाहिँ स्ट्रबेरीको फुल है साथीहरु, स्ट्रबेरीको फुल। बोट चाहिँ यस्तो देखिन्छ, यसको यस्तो देखिन्छ। यो चाहिँ लाम्चो साइजमा लाम्चो खाले फर्सी फुल है। अनि अर्को पनि फर्सीको फुल छ। यो चाहिँ डल्लो खाले फलिरहेछ, हेर्नु है, राम्रै फलिरहेछ। लगभग 9 बोट जति छ, टोटल 10 बोट होला। एउटा यो लाम्चो खाले यहाँ पनि रहेछ, देख्नु है। अब फेरि अर्को गोलो खाले रहेछ, हेर्नुहोस् कस्तो राम्रो देखिने के फल्दैको चाहिँ। ल हेर्नुहोस्, अब सही यो चाहिँ काँक्रो हेर्नु है। ल हेर्नुहोस्, काँक्रो यतिको भएको छ, अलि ठुलो पनि रहेछ। कति ठुलो छ है, फलिरहेछ। यो चाहिँ लोकल स्टाइलको फर्सी फलिरहेछ, कैँडा लगाइरहेछ। अलि ठुलो भएपछि झर्ने भइरहेछ यो सुकेर। हेर्नुहोस् त यतिको भइरहेछ है। यो अलि सानैमा 1-2टा चाहिँ त्यसै गरी झरेको थियो पहिला, अहिले यत्रो हुनु भएको छ। मैले यसलाई चाहिँ कटिङ गरिदिएर भोटेको बोट कटिङ हान्ने यसलाई चाहिँ। कागज सुन्तला के हुनु अब यो पछि थाहा हुन्छ। अलि ठुलो बोट भएपछि थाहा हुन्छ यो सुन्तला कि कागती भन्ने कुरो। यत्रो भएको छ, सुके जस्तो छ। कोही त एलोभेरा हेर्नुहोस् है, एलोभेरा यो चाहिँ खुर्सानी हेर्नुहोस् है। मकै, टमाटर, हेर्नुहोस् टमाटर फलिरहेछ, तलबाट देखिरहेछ। यो दमाई गेडी अथवा यसलाई कमाई गेडी पनि भन्छ होइन। यस्तो खाले हुन्छ दाना, हेर्नुहोस्। क्लियरमा अर्कोमा देखाउँछु। यस्तो हुन्छ, यस्तो बोट पनि रहेछ। यो चाहिँ स्वास्थ्यको लागि धेरै फाइदाजनक भन्ने बुझेको छु मैले चाहिँ। हेरौँ, यो पाक्दाखेरि चाहिँ यस्तो हुने रहेछ, यस्तो निलो। हेर्नुहोस् त, यो दमाई गेडी अथवा कमाई गेडी भन्छ यसलाई। यो यसको बोट हो। यो एकदम अत्यन्तै मिठो, अलि कस्तो खालको गुलियो हुन्छ, चिनी जस्तो गुलियो होइन, अरू नै खाले गुलियो हुन्छ। यो चाहिँ दमाई गेडी कि कमाई गेडी भनेर बुझिन्छ दुइटै। यो चाहिँ पत्थरीलाई खाने पत्ता भन्छ है। यो चाहिँ हाम्रो गार्डनमै छ भनौँ न। तितेपात हेर्नुहोस् है, किनभने 1-2 बोटहरू यो चाहिँ घरमा हुनुपर्छ, सबै चिजहरू जस्तो लाग्छ मलाई चाहिँ। आल्छ है साथीहरू, यो चाहिँ आल्छ, हेर्नुहोस् ल कस्तो दामी छ, हेर्नुहोस् आल्छ। यो अलि पहेँलो हुँदैछ, पाकेपछि यो पुरै पहेँलो हुन्छ। यसलाई हरियो रूपले पनि देख्न सकिन्छ। यहाँ हरियो देखिएको छ, तर अलिक टाढा लाइट पुग्दैन होला। यहाँ नि छ, हेर्नुहोस् आल्छाको बोट हो यो, पाक्नै लागेको छ, हेर्नुहोस् ल। हो आल्छा हो नि, पहिला हुन लागेको छ। यो चाहिँ पुदिना भन्छौँ हामी। यो पुदिना यो चाहिँ यो पनि छ हाम्रो गार्डनमा। पुदिना हो यो चाहिँ है। त्यसपछि यस प्रकारको फुल पनि छ एउटा, हेर्नु त कस्तो लहरै जान्छ होइन। यसलाई चाहिँ मैले झुन्डार लगाउने प्लान छ, बल्ल यत्रो भएको छ होइन।
यसलाई उखेल्नुपर्छ, अलि जोखिम हुन्छ यो है। यसलाई सञ्जीवनी फुल पनि भन्छ है, अनि कतै कतै यसलाई 12 मसे फुल पनि भनिन्छ। यो छ भिक्सको रुख भन्छौँ हामी, भिक्स जस्तो आउँछ पिरो खाले। यो चाहिँ यो लगाउँदाखेरि चाहिँ तपाईँको भिक्सको जस्तो चाहिँ सेन्ट आउँछ। यो छ हाम्रो गार्डनमा।